हेलो वेलकम बैक टू माई च्यानल। धेरै समयपछि म फेरि आफ्नो प्रस्तुति लिएर आइसकेको छु। पुरानो भिडियोहरुमा मैले 5th सेमेस्टरको सफ्टवेयर इन्जिनियरिङ र डिस्यापको चाहिँ केही भिडियोहरु राख्ने प्रयास गरेको थिएँ, तर कम रेस्पोन्स र बिजी टाइम शेड्युलको कारणले गर्दाखेरि मैले सबै भिडियोहरु नियमित रूपमा ल्याउन सकिरहेको थिएन। तर यो सेमेस्टर 6th सेममा चाहिँ मैले पोखरा युनिभर्सिटीको न्यू कोर्स अनुसारको न्यू सिलेबस अनुसारको सबै सब्जेक्टको जस्तै 6th सेममा हामीले 5वटा सब्जेक्ट पढ्नुपर्छ रेगुलर, कम्पाइलर डिजाइन, मेसिन लर्निङ, कम्प्युटर नेटवर्क र सिमुलेसन एन्ड मोडलिङ गरेर आजको भिडियोमा चाहिँ म सिमुलेसन एन्ड मोडलिङबाट भिडियो बनाउने सुरुवात गरेको छु। सबैले हेरेर साथ दिनु होला। लाइक, शेयर एन्ड सब्स्क्राइब गर्नु होला जसले सब्स्क्राइब गर्नु भएको छैन। सब्स्क्राइब गर्नु भएका मित्रहरूले लाइक र कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद। अब भिडियोलाई अगाडि बढाउँ। पोखरा युनिभर्सिटीको नयाँ कोर्स अनुसारको सिमुलेसन एन्ड मोडलिङको यो कोर्स कोड नम्बर CMP 338 को मैले युनिट 1 को चाहिँ आज भिडियो लिएर आएको छु। हेरेर साथ दिनु होला। हाम्रो के छ त यो सब्जेक्टको जेनरल अब्जेक्टिभ, त्योबाट कुरा गरौँ। यसको मेन अब्जेक्टिभ भनेको चाहिँ भेरियस सिस्टमको बारेमा, विभिन्न सिस्टमको बारेमा बेसिक नलेज दिनु, अनि कन्टिन्युअस र डिस्क्रिट सिस्टम भनेको के हो त्यसको स्टडी गर्ने र प्रोबेबिलिटी कन्सेप्ट युज गर्ने र्यान्डम नम्बरहरुसँग। अब युनिट 1 मा के टपिक रहेको छ म विस्तारमा भन्ने छु। इन्ट्रोडक्सन टु सिमुलेसन एन्ड मोडलिङ 4 आवर्स को हाम्रो रहेको छ यो सिलेबसमा। अनि प्रत्येक पिरियडमा 1 घण्टा भनेपछि यदि तपाईहरुको 2 घण्टाको एउटा घण्टी छ भने 2 आवर्स भयो एक दिनमा भनेर 2 दिनमा यो सिलेबस पढेर सकिन्छ। मजाले पढ्छौं भने हामी यसलाई 2-2.5 घण्टामा चाहिँ पढ्छौं। सुरुमा पढिसकिन्छ, त्यसपछि रिभिजन गर्नलाई लगभग 1 घण्टा लाग्ला। दोस्रो चोटी पढ्दा त्यसपछि त 15 मिनेटमा सर हेरेर भ्याइहालिन्छ। ल सुरु गरौँ। 1.1 मा रहेको छ सिस्टम र त्यसको कन्सेप्ट, 1.2 मा रहेको छ सिस्टम इन्भाइरोमेन्ट, अनि 1.3 मा रहेको छ टाइप्स अफ सिस्टम जुन चाहिँ कन्टिन्युअस डिस्क्रिट सिस्टम, स्ट्याटिक एन्ड डायनामिक सिस्टम र स्टोकास्टिक डिटर्मिनिस्टिक गरेर 3 दुना 6 किसिमको सिस्टम भयो। अनि 1.4 स्टेप्स अफ सिमुलेसन भेरी इम्पोर्टेन्ट। यसमा हाम्रो फ्लो चार्टहरु एल्गोरिदमहरु हुन्छ। त्यो लगभग 5 मार्क्स जति आउँछ। 8 मार्क्स एउटा क्वेशन आयो भने त्यसको ब्लक डायग्रामहरु लगभग त्यो एल्गोरिदमलाई कम्पोनेन्टहरुलाई डिफाइन गर्दा 3 मार्क्स होला। अनि 5 मार्क्सको चाहिँ यो ठ्याक्कै तपाईले एल्गोरिदम मात्रै गर्दा पनि आउँछ। अब एक्जाममा अब एक्सप्लेन गर्नलाई भ्याइदैन भने चाहिँ तपाईले एल्गोरिदम चाहिँ बनाउनु होला। फ्लो चार्टहरु एल्गोरिदम भनेको फ्लो चार्ट बनाउनु होला। फ्लो चार्टकै मार्क्स बेसी आउँछ। त्यसैले टाइम कम हुँदाखेरि फ्लो चार्ट बनाउने, टाइम भएको बेला दुईटै गर्दा राम्रो। अनि 1.5 मा छ एडभान्टेजेस, डिसएडभान्टेजेस एन्ड एप्लिकेसन अफ सिमुलेसन। यो पनि इम्पोर्टेन्ट छ जहाँसम्म मलाई। अनि 1.6 मा छ सिस्टम मोडलिङ र त्यसको मोडलहरुको टाइप्स। अनि 1.7 मा रहेको छ प्रिन्सिपल्स अफ मोडलिङ। अनि 1.8 मा रहेको छ भेरिफिकेसन एन्ड भ्यालिडेसन अफ मोडल। ल यति रहेको छ सिलेबस 1 मा। र युनिट 1 को हामीले कुरा गर्दाखेरि सिमुलेसन मोडलिङको इन्ट्रोडक्सनको कुरा गरेको थियौं। अनि अब यो सब्जेक्टकै डेफिनेसनबाट जाउँ न त के रहेछ सिमुलेसन एन्ड मोडलिङ। अब सिमुलेसनको मतलब चाहिँ के हो भन्दाखेरि द प्रोसेस अफ मिमिकिङ द रियल वर्ल्ड इन्भाइरोमेन्ट युज भर्चुअली, त्यसलाई चाहिँ हामी के भन्छौँ सिमुलेसन भन्छौँ। अनि मोडलिङ पछि म भन्ने छु। यहाँ अब मेरो नोटमा के छ त हेर्नु त। सिस्टमको कुरा गरौँला। सिस्टम के हो त? सिस्टम र त्यसको कन्सेप्ट छ नि त सुरुमा 1.1 मा। त्यसपछि सिस्टम भनेको चाहिँ सिस्टम इज द कलेक्सन अफ इन्टरकनेक्टेड कम्पोनेन्ट्स। कम्पोनेन्ट्सहरु जुन एक आपसमा जोडिएर एउटा ब्लक जस्तो तयार हुन्छ त्यो सिस्टम हो। सिस्टमसँग इनपुट हुन्छ, आउटपुट हुन्छ। के इनपुट हामी त्यो सिस्टमलाई दिन्छौँ र त्यसबाट के आउटपुट आउँछ भने त्यो एउटा सिस्टम हुन्छ। सिस्टम हैज सम कम्पोनेन्ट्स
कम्पोनेन्ट्स ह्याज सम प्रोपर्टिजसँग हामी इन्टरेक्ट गर्छौँ भनेपछि सिस्टम भनेको के रहेछ त सिस्टम भनेको चाहिँ इन्टरकनेक्टेड कम्पोनेन्ट्सको ब्लक रहेछ अनि सिस्टमहरु कति प्रकारका हुन्छन् भने कन्टिन्युअस सिस्टम र डिस्क्रिट सिस्टम स्ट्याटिक एन्ड डाइनामिक सिस्टम र स्टोकास्टिक एन्ड डिटर्मिनिस्टिक गरेर तीन प्रकारका सिस्टमहरु हुन सक्छ अनि सिस्टममा एउटा के कन्सेप्ट आउँछ भन्दाखेरि सिस्टम भनेको के मैले भनिसके सिस्टम बाउन्ड्री हुन्छ सिस्टमको जहाँसम्म सिस्टमको पहुँच छ जहाँसम्म सिस्टमको एन्ड लाइन छ त्यसलाई चाहिँ हामी सिस्टम बाउन्ड्री भन्छौं जस्तै अब क्रिकेटको एक्जाम्पल लिँदाखेरि बाउन्ड्री हामीलाई थाहा छ वरिपरि घेरा हुन्छ अनि त्यो बाउन्ड्री भन्दा बाहिर बल गयो उडेर भने छक्का भयो गुडेर बाउन्ड्रीमा टच गर्यो भने चौका भयो र डाइरेक्ट बाउन्ड्रीमा टच गर्यो भने उडेर छक्का भयो त्यही हो बाउन्ड्री भनेको एउटा कुनै समय परिधि जहाँ भित्र सिस्टमको पहुँच छ त्यसलाई हामी सिस्टम बाउन्ड्री भन्छौं अनि सिस्टमको कम्पोनेन्टको कुरा गर्नुहुन्छ भने सिस्टमको कम्पोनेन्टमा इन्टिटी त्यसको प्रोपर्टीलाई एट्रिब्युट अनि त्यहाँ भित्र हुने कुराकानी जुन प्रोसेसहरु हुन्छ त्यसलाई एक्टिभिटीको रूपमा लिन्छौं हामी गरेर जम्मा तीनटा कम्पोनेन्ट भयो इन्टिटी अनि त्यसपछि भयो त्यसको एट्रिब्युट अनि त्यसपछि भयो एक्टिभिटी यस बारेमा तपाईलाई एक्जाम्पल दिन्छु एउटा लेट्स टेक एन एक्जाम्पल सिमुलेसन अघि मैले भनेको थिएँ सिमुलेसन भनेको द प्रोसेस अफ मिमिकिङ रियल वर्ल्ड इन्भाइरोमेन्ट भर्चुअली भन्न सकियो हैन अनि सिस्टमको एउटा एक्जाम्पल हेर्नुस् यहाँ एउटा सेल्स डिपार्टमेन्ट हुन्छ कस्टमरले चाहिँ अर्डर गर्छ सेल्स डिपार्टमेन्टमा अनि पर्चेजिङ डिपार्टमेन्ट हुन्छ त्यहाँनेरि जसले सामान पर्चेज गर्ने काम गर्छ अनि फेब्रिकेसन डिपार्टमेन्टहरु हुन्छ यहाँ फेब्रिकेसन कुरा फेब्रिकेटेड रिसोर्सेसहरुको त्यहाँ व्यवस्था हुन्छ अनि एसेम्बली डिपार्टमेन्ट हुन्छ जुन अब के फुकाल्नु पर्ने कुरा छ भने त्यहाँ एसेम्बली डिपार्टमेन्टमा हुन्छ अनि शिपिङ डिपार्टमेन्ट भन्ने हुन्छ त्यहाँनेरि शिपिङको कामहरु हुन्छ यो एउटा सिस्टम भयो अनि कम्पोनेन्ट्स मैले कुरा गरेको थिएँ कि तीनटा हुन्छ अझै एउटा पनि हुँदैछ स्टेट मैले छुटाएको रहेछु इन्टिटी भनेको अब्जेक्ट अफ इन्ट्रेस्ट भयो अनि एट्रिब्युट्स भनेको त्यसको प्रोपर्टी भयो इन्टिटीको एक्टिभिटी भनेको चाहिँ प्रोसेसेस इनसाइड द सिस्टम भनौं न अनि स्टेट भनेको चाहिँ कम्बिनेसन अफ इन्टिटी एट्रिब्युट्स एन्ड एक्टिभिटी भनेर भन्न सकिन्छ अब एउटा अब 1 नम्बरमा एउटा एक्जाम्पल लिउँ न त राइट द इन्टिटी एट्रिब्युट्स एक्टिभिटी अफ अ सुपरमार्केट भनेर आयो तपाई आफै पनि विचार गर्न सक्नुहुन्छ भिडियोलाई पज गरेर के हुन सक्छ इन्टिटी भनेमा चाहिँ के कुनै पनि अब्जेक्ट जसको चाहिँ प्रोपर्टी हुन्छ ल हाम्रो सिम्पल रूपमा लिउँ न घरमै हामी गर्मीको महिना छ फेन सबैले हामीले युज गर्छौं फेन भनेको एउटा इन्टिटी हो जसको एट्रिब्युटहरु प्रोपर्टीहरु के हुन सक्छ त फेनको चाहिँ हाम्रो तीनटा हुन्छ पाता जस्तो फलामको पाता जस्तो हात चाहिँ भनौं त्यसलाई हो त्यसको प्रोपर्टी भयो अनि त्यसको क्यापासिटी पनि त्यसको प्रोपर्टी हुन सक्छ अनि एक्टिभिटी भनेको चाहिँ फेन क्यान मुभ भन्दा हुन्छ फेन क्यान रोल त हुँदैन फेन क्यान मुभ हुन्छ अनि जसले हामीलाई हावा प्रदान गर्छ त्यो त्यसको चाहिँ के हुने भयो त एक्टिभिटी हुने भयो हो त्यस्तै अब सुपरमार्केटमा के हुन सक्छ त सुपरमार्केटमा इन्टिटीहरु कस्टमर हुन सक्छ त्यहाँको सेल्सम्यान हुन सक्छ रिसेप्सनिस्ट हुन सक्छ प्रोडक्ट हुन सक्छ अनि अब एट्रिब्युटमा कुरा गर्नुहुन्छ भने तपाईले एट्रिब्युटमा कस्टमरको एट्रिब्युटहरु कस्टमर नेम हुन्छ कस्टमर आइडी हुन्छ यदि रेजिस्टर कस्टमर हो भने अनि कस्टमर एड्रेस हुन्छ अनि दोस्रोमा सेल्सम्यानको एट्रिब्युटहरु के हुन सक्छ त भन्दा सेल्सम्यानको नेम हुन सक्छ सेल्सम्यानको एड्रेस हुन सक्छ सेल्सम्यानको आइडी हुन सक्छ अनि रिसेप्सनिस्टको एट्रिब्युट के हुन सक्छ त रिसेप्सनिस्टको नाम हुन सक्छ रिसेप्सनिस्टको आइडी हुन सक्छ प्रोडक्टको नेम हुन सक्छ प्रोडक्ट आइडी हुन सक्छ प्रोडक्ट प्राइसहरु हुन सक्छ अनि यस्तै एक्टिभिटीमा चाहिँ कस्टमर कतिखेर आयो त कस्टमर अराइभल भनेको जसले सिस्टममा के न के चेन्जहरु आयो नि त हो एक्टिभिटी भन्छ त्यसले त्यो सिस्टममा कस्टमर आउँदा के एक्टिभिटी हुन्छ त्यहाँ चेन्ज आउँछ जस्तै सामान घट्ने बढ्ने हुन्छ सामान किन्नु भने त्यहाँ स्टकमा सामान घट्ने काम हुन्छ हो त्यसरी एक्टिभिटीलाई चाहिँ कसरी बुझ्न सकिन्छ भन्दाखेरि सिस्टममा पनि कुनै कुरा हुँदाखेरि सिस्टमलाई इफेक्ट गर्छ त्यसले भने त्यो चाहिँ एउटा एक्टिभिटी हो अनि के भयो त यहाँ एक्टिभिटी कस्टमर एराइभल भयो अनि रिटर्निङ अफ अ कस्टमर भयो अनि पिकिङ अफ बास्केटहरु भयो पर्चेजिङ सम आइटमहरु हुन सक्छ हो त्यो चाहिँ त्यसको एक्टिभिटीहरु भयो अरु पनि मसँग छ यहाँ राइट द इन्टिटी एट्रिब्युट्स एक्टिभिटी अफ अ ट्राफिक म्यानेजमेन्ट सिस्टम त्यसको पनि म भन्छु सर्टकटमा इन्टिटी भनेको पिपल हो पिपलहरु इन्टिटी हुन सक्छन् भेहिकल्सहरु हुन सक्छन् इन्टिटी
अनि ट्राफिक पुलिस अफिसर इन्टिटी हुनसक्छ अनि अर्को ट्राफिक लाइटहरू भनेको इन्टिटी हुनसक्छ। अब त्यसको एट्रिब्युट के हुनसक्छ होला त? एट्रिब्युट भनेको प्रपर्टीहरू। अब पिपलको एट्रिब्युट के हुन्छ त? पिपलहरूको नेम हुन्छ, भेहिकल्सको नेम हुन्छ, ट्राफिक पुलिस अफिसरको आइडी भयो, ट्राफिक लाइट नेम भयो, रेड ग्रिन येल्लो हो, त्यस्तै यहाँ लेखेको छु मैले, त्यही कुराहरू चाहिँ यहाँहरू। अनि अर्कोमा एक्टिभिटीमा के छ त? ब्लिङ्किङ ट्राफिक लाइट, व्हिस्लिङ ट्राफिक पुलिस अफिसर हो, त्यस्तो हुनसक्छ। अनि ब्याङ्क म्यानेजर सिस्टममा पनि त्यस्तै हिसाबले छ। भिडियो लामो हुन्छ र मैले डिस्क्राइब गरेँ तपाईँलाई देखाएको मात्रै छु। यो सिस्टम इन्भाइरोमेन्ट, सिस्टम बाउन्ड्री धेरै इम्पोर्टेन्ट कुराहरू हो, बेसिक कन्सेप्ट। त्यो बारेमा म अर्को नेक्स्ट भिडियो लिएर आउने नै छु। आजको लागि यति नै, धन्यवाद।